पूर्वको भेरेटारले लाखौँ पर्यटकहरूलाई चिसो खुवाउँछ। करिब 1400 मिटर मात्रै उचाइ भएको यो स्थानले 3000-4000 मिटरको उचाइलाई बिर्साउँछ। भेरेटार, नाम्जे र साँगुरी गढी वरपरको मौसमलाई विश्वकै उत्कृष्ट मानिन्छ। प्राय मानिसहरू बिदाको समयमा घुम्न सस्किन्छन्, तर धरानवासीको पारा अलि बेग्लै छ। साँझ चिसो मौसममा रमाउन युवा युवतीहरू भेरेटारसम्म आउँछन्। 3-4 घण्टाको बसाइमा भेरेटारले आफ्नो कला देखाउँछ। धनकुटा र सुनसरी जिल्लाको सिमानामा पर्ने भेरेटारको भिडियो सामग्री यसै च्यानल मार्फत हरिसक्नु भएको होला। आज हामी भेरेटार आइसकेपछि एउटा जान छुटाउनै नहुने ठाउँको बारेमा जानकारी दिँदैछौँ। ताप्लेजुङको ठुलो पाथिभरालाई लिम्बू समुदायले मुकुमलुङ भन्छन्। यसको अर्थ ऊर्जा र बलको स्रोत भन्ने हुन्छ। पाथिभरा देवीको प्रभावले त्यस वरपरका बस्तीहरूमा कहिले ताला लाग्दैन। करिब 3800 मिटरको उचाइमा अवस्थित ठुलो पाथिभरा लाखौँ भक्तजनहरूको आस्था र विश्वास हो। तिनै ठुली पाथिभरा मन्दिरको शाखाको रूपमा रहेको सानो पाथिभरा मन्दिर भेरेटारबाट लगभग 2 किलोमिटरको दूरीमा पुग्न सकिन्छ। धरानबाट जाँदा कोशी राजमार्गलाई छाडेर बजारको बिचैबाट देब्रे लागेपछि चार्ल्स भ्यू टावर पुगिन्छ। अहिले त यसको नाम स्काई वाक राखिएको छ। यहाँबाट करिब 10 मिनटको मोटर यात्रा गरेपछि पाथिभरा मन्दिर प्रवेशद्वार पुगिन्छ। भक्तजनहरूको निकै ठुलो घुइँचो छ। सवारी साधनले पार्किङ भरिएको छ। अघि मैले भनेको 10 मिनटको दूरी भेरेटारबाट पार्किङ स्थलसम्मको हो। सवारी साधन थन्क्याएपछि मुख्य मन्दिरसम्म पुग्न 200 मिटरको पैदल यात्रा गर्नुपर्छ। पैदल यात्रा निकै सजिलो छ। बाटोमा ढुङ्गा बिछ्याएर चिटिक्क पारिएको छ। दुईतर्फी आवाज आवत हुँदा केही साँगुरो भन्ने लाग्छ। मन्दिर पुग्नु अघिको घना जङ्गल र घुमाउरो गोरेटोले यात्रा थप रमाइलो बनाउँछ। मन्दिर अवस्थित स्थान 1451 मिटरको उचाइमा पर्छ। यहाँ पुगेपछि अझै चिसो बढेको भान हुन्छ। चिसोका कारण पैदल यात्रामा गर्मी भएको महसुस पटक्कै हुँदैन। हामी पुग्दा सफा चट देखिएको मौसम एकैछिनमा यस्तो देखियो। मन्दिर परिसर भक्तजनहरूले खचाखच थियो। चप्पल र जुत्ता राख्ने व्यवस्था गरिएको छ। पूजा सामग्री लिएर दर्शनका लागि लागेको लाइन निकै लामो थियो। ताप्लेजुङको ठुलो पाथिभरा पुग्न नसक्नेहरू सानो पाथिभराको दर्शन गर्छन्। कतिले शाखा मन्दिर भए पनि भगवान एउटै हुन भन्छन् भने कतिले ताप्लेजुङ पनि पुग्ने अठोट लिन्छन्। भाकल गरी दर्शन गर्न आउनेहरूले हाँस, कुखुरा, भेडा, बोका आदिको बलि दिने गर्छन्। तर पछिल्ला दिनहरूमा बलिको सातो परेवा उडाउने, देवीलाई श्रृङ्गारका सामान चढाउने गरिएको रहेछ। धनकुटा जिल्लाको साँगुरी गढी गाउँपालिकामा पर्ने पाथिभरा मन्दिर अन्य धार्मिक स्थलहरूभन्दा अलिक फरक छ। त्यो भिन्नता भनेको यहाँको चिसो मौसम। दर्शन गरिसकेपछि भक्तजनहरू विश्राम स्थलमा निकै बेर रोकिन्छन्। यहाँबाट मौसम खुलेको बेला वरपरका डाँडाकाँडा र धरान सहर मजाले हेर्न सकिन्छ। ताप्लेजुङको ठुलो पाथिभरामा भेडाहरू हराएर गोठालाहरूले पूजाआजा गरेपछि देवी प्रकट भएको किंवदन्ती छ। त्यस्तै यस स्थानमा पनि सेन वंशीय राज्यका सेनाहरूले निशान देवीको पूजा गर्थे भनिन्छ। 2050 सालमा पाथिभरा देवीको मूर्ति स्थापना गरी पूजाआजा गर्न थालियो। नजिकै अर्को शिव मन्दिर निर्माण भएपछि मन्दिर परिसर भव्य देखिन्छ। डाँडाको एउटा थुम्कीमा पाथिभरा मन्दिर अवस्थित छ भने अर्कोमा शिव मन्दिर छ। मन्दिर परिसर निकै सफा र रमणीय लाग्छ। बस्नका लागि विश्राम स्थल निर्माण गरिएको छ। मन्दिर परिसरमा पूजा सामग्री पसलहरू छन्। धेरै भक्तजनहरूले घरबाटै पूजा सामग्री बोकेर जान्छन् भने कतिले पसलबाट खरिद गर्ने गर्छन्।
पसलबाट खरिद गर्दा प्रति ढाकी 2 देखि 300 रुपैयाँसम्म पर्छ। मन्दिर वरपर खाजा पसलहरू समेत सञ्चालनमा छन्। पूजाआजा सकेर तातो सेल खानुको छुट्टै आनन्द छ। तपाईहरू अर्को पटक भेरेटारको चिसो खाना आउँदा पाथिभरा मन्दिर अवश्य पुग्नुहोला। साथै नजिकै रहेको ऐतिहासिक साँगुरी गढीको भिडियो सामग्री हेर्न नछुटाउनुहोला। धन्यवाद।